फोक्सो चेक गरौँ है। 3, 2, 1 र सास रोक्नुहोस् है। तपाईँहरूले सास रोकिराख्नुहोस्। तपाईँलाई यो किन गराइरहेको छु भने तपाईँको श्वास प्रश्वासमा केही समस्या, फोक्सोमा केही समस्या छ कि कतै कोरोनाले भेटेको छ कि यो प्रुभ गर्नको लागि हो। तपाईँले सास रोकिराख्नु भएको छ। नर्मल सास रोक्ने भनेको तपाईँको 2 सम्म 3 मा पुगिसकेको छ। तपाईँले सास 5 सम्म रोक्नुभयो भने तपाईँको फोक्सो चाहिँ एकदम स्ट्रङ छ, मिडियम भनौँ न, धेरै स्ट्रङ मानिँदैन। 5 सम्म रोक्नुभयो भने, त्योभन्दा धेरै 10 सम्म रोक्नुभयो भने तपाईँ धुलो, धुवाँ, सुर्ती, चुरोटबाट टाढा हुनुहुन्छ भन्ने थाहा हुन्छ है। 10 सम्म भनेको तपाईँको म्याक्सिमम 1 मिनट हुन्छ है। 1 मिनटसम्म जसले सास रोक्न सक्छ ऊ चाहिँ फोक्सोको समस्याबाट एकदमै टाढा छ है। फोक्सोको समस्या छैन उसलाई भन्ने बुझिन्छ। तपाईँहरूले पनि रोक्न सक्नुहुन्छ। ट्राई गर्नुहोस् है। को कोले